र यो आजको यो अन्तर्क्रिया कार्यक्रम किन पनि सान्दर्भिक छ, यो किन पनि महत्त्वपूर्ण छ भन्ने कुराहरू हामी सबैलाई थाहा छ। त्यसकारण म एज युजल मलाई यो कार्य समिति खास गरी अध्यक्षज्यूले संस्थाको एउटा टोन सेट गर्न र इन्स्टिट्युसनल मेमोरीमा बदलिदो परिवेश, खास गरी यो नेपाल सरकार निर्वाचित सरकार आइसके पछाडि ग्लोबल एजुकेसनको मोबिलिटीमा खेलेको एजुकेसन कन्सल्टेन्सीको भूमिका प्रति सतही दृष्टिकोण राख्नु हुँदैन। त्यसकारण यो कारबाही प्रोसेसहरुमा त हामी अन्तर्क्रिया गर्छौं नै, तर यतिको राम्रा मिडिया कर्मीहरू आउँदै गर्दाखेरि नीति निर्माता तहमा नागरिक समाज र पब्लिक डोमेनमा एजुकेसन कन्सल्टेन्सीको रोल के हो, यसको इम्प्याक्ट के छ भन्ने कुरा पनि राखिदिन आग्रह गरेको कारणले गर्दाखेरि म त्यतातिर पनि प्रवेश गर्न चाहन्छु। र सर्वप्रथम अब मैले अघि पनि भने यो कार्यक्रमको ब्याकड्रप पछिल्लो समयमा एजुकेसन कन्सल्टेन्सीमा प्रहरीको छापा भन्ने विषयलाई जुन ढङ्गबाट पब्लिक एक्सेप्टेन्स र मिडिया ट्रायलमा अगाडि बढ्यो, त्यसलाई हामीले पूर्ण समर्थन पनि गर्यौं। हामीले इक्यानबाट प्रेस विज्ञप्ति राख्यौं, महासङ्घ थ्रुबाट इक्यानले ऐक्यबद्धता पनि जनायो र हामी जस्तै सङ्गठित अरू संस्थाहरूले पनि यो काम नेपाल सरकार खास गरी प्रहरी प्रशासनको काम यो स्वागत योग्य छ भनेर हामीले भन्यौं। र म यस क्रममा नेपाल प्रहरीका अपराध अनुसन्धान टोलीका प्रमुख सन्तोष खड्का सरलाई र उहाँको टोलीलाई धन्यवाद र आभार प्रकट गर्न पनि चाहन्छु, यो जुन काम तपाईले गर्नुभएको छ। र यो अभियस पनि थियो, किनभने हामी इक्यान 3 दशकको एउटा ट्रेजेक्टरी बोकेको एउटा एसोसिएसन हो। यो 3 दशकको दौरानमा हामीले बारम्बार संस्थागत रूपमा भनेको कुरा के हो भने कुनै पनि ठगी कृत्य, जालसाजी, विद्यार्थी र अभिभावक प्रति मर्कामा पारिने कुराहरू जिरो टोलरेन्समा हुनुपर्छ, त्यो संस्थाको दायित्वमै पर्छ भन्ने खालका कुराहरू हामीले बारम्बार भनेका छौँ। र यो एउटा राज्यको मात्र होइन, प्रहरी प्रशासनको मात्र होइन, हामी जस्ता एजुकेसन कन्सल्टेन्सीको पनि दायित्व हो भनेर हामीले भनेका छौँ। तर हाम्रो चासो थोरै मिडिया ट्रायलमा गएकै हो। मिडिया ट्रायल इन अ सेन्स जुन ढङ्गबाट इन्टायरली एजुकेसन कन्सल्टेन्सी प्रति डिफेम गर्ने पर्सेप्सन एउटा बनाउन खोज्यो, त्यसमा चाहिँ हाम्रो गम्भीर ध्यान आकर्षण पनि भयो। र यो रेपुटेसनल ड्यामेज प्रति अलिकति जिम्मेवारी ढङ्गबाट थोरै जिज्ञासा पनि र चासो पनि हाम्रो भयो कि यसको कम्पन्सेसन अब कसरी हुने, र यसलाई सेन्स अफ रेस्पोन्सिबिलिटीमा काम गर्दै गर्दाखेरि पनि त्यो खालको ड्यामेज किन भइरहेको छ, यसलाई कसरी सम्बोधन गर्ने भन्ने आजको यो मूलभूत प्रश्न हो। र यो कता न कता यो आजको हाम्रो यो अन्तर्क्रिया कार्यक्रमको पनि टेक अवे त्यही हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो। फेरि पनि म स्पष्ट पार्न चाहन्छु, इक्यानको स्ट्यान्ड, यो कार्य समितिको स्ट्यान्ड, हामी 750 का हाराहारीका एजुकेसन कन्सल्टेन्सीको स्ट्यान्ड स्पष्ट छ। व्यवसाय ब्ल्याक एन्ड व्हाइटमा हुनुपर्छ, ग्रे एरियामा बसेर व्यवसाय गर्न पाइँदैन, हामी त्यो कुरामा प्रष्ट छौँ। र प्रहरी प्रशासनले स्पष्टसँग सन्तोष सरसँग इन्फर्मल कुरा गर्दाखेरि जुन ढङ्गबाट डिप इन्भेस्टिगेसनको प्रोसेसमा उहाँहरू लाग्नु भएको छ, केही छुटपुट रूपमा त्रुटि भए पनि यसको इन्टेन्ट पोजिटिभ ढङ्गबाट अगाडि बढाइएको भन्ने कुरालाई अझ निरन्तरता दिन र ब्ल्याक एन्ड व्हाइटमा एजुकेसन कन्सल्टेन्सीहरूको स्ट्यान्डिङलाई रिकग्नाइज गर्न, एक्नोलेज गर्न पनि म आग्रह गर्न चाहन्छु। तर यो सेन्सिटिभ पेसा किन पनि हो, आज यो जरुरी किन पनि छ भने यसको कारणले गर्दा नेपालमा मिडियाहरू, नेपालका मिडियाहरूले जुन क्यारी फरवर्ड गरेका छन् या जुन एउटा दृष्टिकोण प्रहरी प्रशासन र राज्य मार्फत जान खोजेको छ, यदि यसलाई अलिक सेन्सिटिभ तरिकाबाट ह्यान्डल गरिएन भने यसले विद्यार्थी र अभिभावकहरूलाई ठुलो घाटा पनि यसले ल्याउन सक्छ। किनभने हामीसँग भएका कुराहरू
एम्बेसीमा विभिन्न एजुकेसन सेक्टरका चाहिँ अन्तर्राष्ट्रिय शैक्षिकसँग प्रत्यक्ष जोडिएका निकायहरूसँग पुग्छन्। त्यस कारणले गर्दाखेरि यसको सेन्सिटिभिटी एउटा इन्स्टिट्युसनल डिग्निटीलाई चाहिँ रेस्पेक्ट गरिदिनु पर्ने भन्ने हाम्रो फेरि पनि माग छ। हामी त्यसलाई ध्यानमा राखिदिनु पर्ने आवश्यकतातर्फ औँलाउन चाहन्छौँ र बुझ्नै पर्ने कुरो आजको कन्सर्न कुरो के पनि हो भने एजुकेसन कन्सल्टेन्सीहरूमा एउटा ठुलो पोलिसी ग्याप छ। यो कुरा बुझ्नुपर्ने हुन्छ। एउटा पोलिसी ग्याप किन छ? यो राज्यले शिक्षा मन्त्रालयबाट सेमन्त सर यहीँ हुनुहुन्छ। हामीले बारम्बार पछिल्लो समयमा शिक्षा मन्त्री नयाँ सरकारबाट आइसके पछाडि आधिकारिक रूपमा हामीले भेटिसकेका छौँ। उहाँलाई पनि यो कुरा राखिसकेका छौँ। हामी मिडिया थ्रुबाट सम्पूर्ण सरकारवालालाई भन्न चाहन्छौँ यसको एउटा क्रोनोलोजी पनि बुझ्न आवश्यक छ। त्यो क्रोनोलोजीले भन्छ हामी शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 जारी गरिसके पछाडि आजसम्म त्यही निर्देशिका बेला बेलामा संशोधन भएर 10 वर्ष अगाडिको निर्देशिकाले हामीलाई गाइड गर्छ र 10 वर्ष यता नेपालको एजुकेसन मोबिलिटी इन्टरनेसनल एजुकेसनको ल्यान्डस्केप हेर्ने हो भने वर्षेनी पोस्ट कोभिड पछाडि त 1 लाखका हाराहारीमा विद्यार्थी गइरहेका छन्। 100 अर्बभन्दा बढीको एनओसी ट्रान्जेक्सन इकोनोमीले क्याल्कुलेट गर्छ। त्यो राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ। यति ठुलो सेक्टरमा एउटा सानो कार्यविधिले सञ्चालन गरिरहेको छ र समष्टिगत रूपमा आज 10,000 जति एजुकेसन कन्सल्टेन्सी छन्। म फेरि पनि ध्यानाकर्षण गराउन चाहन्छु सन्तोष सर र सेमन्त सरको कि नेपालमा आज 10,000 का हाराहारीमा एजुकेसन कन्सल्टेन्सीहरू छन्। तर शिक्षा मन्त्रालयको निर्देशिकाले चिन्छ 760 वटा र त्यस पछाडि सुरु हुन्छ हाम्रो संहितामा राज्य जान्छ र केही प्रदेशहरूले एजुकेसन कन्सल्टेन्सीलाई मोनिटर गर्ने यसलाई केही न केही कम्प्लायन्समा लिएर आउने भनेर नियमावलीहरू त्यही निर्देशिकाहरू बनाउने प्रयत्नमा लाग्नुहुन्छ र केही बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिमका प्रदेशहरूमा समष्टिगत रूपमा केही कन्सल्टेन्सीहरू म्यापिङमा आएका छन्। तर त्योभन्दा बाहिर छैनन्। अब यसमा दोष कसको? कन्सल्टेन्सीको, राज्यको, शिक्षा मन्त्रालयको, कसको? एउटा ठुलो यहाँ ग्याप छ। यो ग्यापमा यदि देशमा म एन्टरप्रेन्योरसिपमा लाग्छु, मलाई राज्यले गरी खाने मौका दिनुपर्छ भन्यो भने 2074 सालदेखि शिक्षा मन्त्रालयले दर्ता गर्न दिएको छैन, अनुमति नै दिएको छ। अब प्रदेशमा भाषा पढाउन मात्र पाइन्छ, ट्युसन पढाउन पाइन्छ, यो कन्सल्टिङ प्रोफेसन त गर्नै पाइँदैन भन्छ। ठुलो ग्याप छ। यो ग्यापलाई नबुझिकन प्रहरी प्रशासन शिक्षा मन्त्रालयले यो सेक्टरलाई बुझ्न सक्दैन। यो बुझ्न नसक्ने अवस्था हुँदाखेरि हामीले यो विषयमा अलिक कन्स्ट्रक्टिभ वेमा डायलग गर्नुपर्छ, यो बुझाउनुपर्छ भन्ने ध्येय आज हाम्रो। र इन्ट्रेस्टिङली यो 10 वर्षको दौरानमा, यो निर्देशिकाको दौरानमा हामीले 10औं शिक्षा मन्त्रीहरूसँग डिस्कस गऱ्यौँ, छलफल गऱ्यौँ, एउटा कन्स्ट्रक्टिभ तरिकाबाट यसरी जाउँ भन्यौँ। इक्यानकै फोरममा हामीले त मन्त्रीहरूलाई बोलाएर एउटा छुट्टै ऐनको पनि परिकल्पना गर्नुपर्छ, किनभने अब यो सेक्टर ठुलो भयो, छुट्टै ऐन भन्यौँ। तर आजको दिनसम्ममा पनि त्यो अवस्था छैन र संसारमा यति ठुलो नेपालमा आज वास्तवमा यो सेक्टर छैन भने करिब 2 लाख हाराहारीमा रोजगारी, प्रत्यक्ष रोजगारी छैन। एउटा ठुलो व्यवसायको इन्टिग्रेटेड इकोसिस्टम बिग्रिन्छ। अधिकांश यहाँ हामी हलमा बस्ने हामी जस्ता धेरै व्यवसायीहरू दुबई, कतार, मलेसिया या अस्ट्रेलिया, अमेरिका विस्थापित हुन्छौँ। यो एउटा बिटर रियालिटी बन्यो र हरेक देशमा यस्तो खालको अवस्थामा कानुनले गभर्न गर्छ। एजुकेसन कन्सल्टिङ प्रोफेसनलाई रेस्पेक्टफुल्ली म्यापिङ गर्छ। अस्ट्रेलियामा हेर्ने हो भने आजको दिनमा इन्टरनेसनल एजुकेसनको ल्यान्डस्केप, खास गरी इन्टरनेसनल स्टुडेन्टको रेभेन्यूबाट मात्र वर्षेनी 47 अर्ब अमेरिकन डलर भन्दा बढी आम्दानी हुन्छ। र यसमा हामी सबैलाई थाहा छ, म थोरै रेफरेन्सको लागि, मिडियाको रेफरेन्सको लागि र सरहरूको उपस्थितिमा अस्ट्रेलियामा एजुकेसन सर्भिस फर ओभरसिज स्टुडेन्ट भनेर यो इस्युस एक्ट त 2000 मै बनाइएको। त्यसले कन्सल्टेन्सी प्रोफेसनलाई अनिवार्य रूपमा चिन्छ। नेपालमा पनि अस्ट्रेलिया कोही जानु पर्यो भने
जहाँ पाए त्यही विद्यार्थी आफैले जाने होइन, सम्बन्धित यो कन्सल्टेन्सीहरूले हाम्रो फ्रेमवर्क पुरा गरेको छ र त्यहीँबाट मात्र जानु भन्ने अनिवार्यता पेश गरेको छ। क्यानाडामा पनि त्यो इमिग्रेसन कन्सल्टिङ क्षेत्रलाई अत्यन्तै रेगुलेटेड प्रणाली मार्फत व्यवस्थित गरिएको छ। कलेज अफ इमिग्रेसन एन्ड सिटिजनसिप कन्सल्ट्यान्ट CICC भन्छ, अहिले त त्यसलाई RCIC भन्ने बनाइएको छ। त्यसै गरी रेगुलेटेड इन्टरनेसनल स्टुडेन्ट इमिग्रेसन एडभाइजर जस्ता लाइसेन्स प्रणालीहरू लागू गरेका छन्। त्यो देशले पनि चिनेको छ। अब धेरै टाढा जानु परेन, इभन इन्डियामा पनि मोदी गभर्मेन्टले इन्टरनेसनल एजुकेसनमा काम गर्नेहरूको लागि प्रेस्टिजियस एउटा प्रोफेसनको रूपमा प्लेसमेन्ट गर्दैछ र कानुनहरू त्यसै अन्तर्गत बनाउँदैछ। यो सबै कुराहरूको रेफरेन्स न्युजिल्यान्डमा पनि छ। हामी न्युजिल्यान्डमा काम गर्ने साथीहरू को आबद्धता छ। त्यहाँनिर यो प्याट्रोसल एजुकेसन जुन केयर अफ टेरिटोरी एन्ड इन्टरनेसनल लर्नर्स कोड अफ प्र्याक्टिस भन्ने 2021 मै आएको छ। यसरी हेर्दाखेरि हाम्रो अहिलेको अवस्था कानुन छ त हामीसँग छैन। हामीसँग ग्लोबल मोबिलिटीको कुरा चाहिँ ठुलो हुँदै हुँदै गयो, साइज ठुलो हुँदै गयो। अब यो 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 एकदमै ग्लोबल फेनोमेनन हो। नेपालमा अब विद्यार्थी पढ्न जाने कुरो रोक्न सक्ने न कन्सल्टेन्सीले रोक्न सक्छ न राज्यले रोक्न सक्छ। यो अनिवार्यता हो, सोसियल नेसेसिटी हो। यो कसैले पनि सक्दैन। त्यो भएको हुनाले यसलाई त अब व्यवस्थित गर्ने हो। यसलाई त अब हामीले पोलिसी बनाएर व्यवस्थित गर्ने हो, राम्रा र नराम्रा छुट्याउने भन्ने खालको कुरा हो। तर विडम्बना के छ भने यो 21औं शताब्दीमा यो AI ड्रिभन सोसाइटी जुन ढङ्गबाट अगाडि बढेको छ, संसार ग्लोबलाइज भएको छ। हामी आफै काम गर्ने पद्धतिमा अन्तर्राष्ट्रिय स्तरका युनिभर्सिटी कलेज त्यहाँका रिक्रुटमेन्ट हेडहरूसँग VCहरूसँग बसेर कन्सल्टेसन गरेर यो भर्ना प्रक्रियामा काम गर्ने हामी जस्तो संवेदनशील एउटा व्यवसायप्रति अत्यन्त बुझाइ न्यारो राज्यको छ, राज्यका निकायहरूको छ। द्याट्स वाइ हाम्रो माग के छ भने एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपालको अहिले आजको यो प्रेस यो इन्टरेक्टिभ सेसनमा राज्यका निकायहरूसँग 3वटा कुराको हाम्रो माग छ। हामी अहिले मन्त्रीज्यूले पनि इन्फर्मल वेमा फर्मल वेमा पनि भनिसक्नु भएको छ। केही त्यस्ता खालका कुराहरू गएका छन्। शिक्षा मन्त्रालयबाट अर्थ मन्त्रालयमा हाम्रो नियमावली गइसकेको छ। हामी त्यसलाई स्वागत गर्छौँ, तर राज्यले कन्ट्रोल ओरिएन्टेड नियमावली ल्याउन पाउँदैन। यो प्रोफेसनमा धरौटीको प्रोभिजन राखेर फेरि एउटा कियोसको वातावरण राज्यले गर्न पाउँदैन। यी क्यान सुरुवात क्षणदेखि नै यो सेक्टरमा कुनै पनि नियमावलीको बाहनामा या कुनै पनि डकुमेन्टेसनमा धरौटी 0 पैसा 1 रुपियाँ पनि हुनुहुँदैन भन्ने मान्यता राख्ने संस्था हो र हामी अझै पनि त्यो विषयमा स्ट्रङली राख्नेछौँ र भोलिको दिनमा त्यस्तो नियमावली हामीसँग कन्ट्रोल ड्रिभन हुने खालको आयो भने हामी त्यसको विरोधमा उत्रिने पनि छौँ। र अर्को कम्प्रिहेन्सिभ एउटा एजुकेसन कन्सल्टेन्सी एक्टको रोड म्यापमा सुरु गर्नुपर्ने छ। मैले अघि पनि भने यो ठुलो एजुकेसन इकोनोमीसँग अब अगाडि बढिसकेको छ। यसका लाइसेन्सिङ कम्प्लायन्सका कुराहरू, इथिक्स, स्टुडेन्ट प्रोटेक्सन र इन्फोर्समेन्ट मेकानिजम सहितको एजुकेसन कन्सल्टेन्सीको एउटा तत्काल ऐन ल्याइयोस् र त्यसमा स्टडी नेपालको इनिसिएटिभलाई पनि इन्कर्पोरेट गरियोस्। र थर्ड, स्टुडेन्ट प्रोटेक्सन फन्डको व्यवस्था गरियोस्। 3% राज्यले स्टुडेन्ट ट्याक्स लिएको, यो एजुकेसन ट्याक्स लिएको लामो समय भयो, अर्बौं पैसा छ त्यहाँ। तर पनि एउटा विद्यार्थी काहीँ समस्यामा पर्यो भने राज्यको तदारुकता आउँदैन र सिधै प्रहरी प्रशासनलाई भन्दा फलानु कन्सल्टेन्सीबाट गएको छ, त्यसकारण त्यो कन्सल्टेन्सी जिम्मेवारी छ भन्ने गैर संवैधानिक काम राज्यको तहबाट कहिलेकाहीँ भएको हामीले पाउँछौँ। र अहिले आजको यो अवस्थामा फेरि पनि जेठ 3 गते 2083 मा काठमाडौँ उपत्यकामा विभिन्न स्थानहरूमा गएको यो कोअर्डिनेटेड सर्च अपरेसन र 69 जना सञ्चालक तथा स्टाफहरूलाई नियन्त्रणमा लिने प्रहरीको कारबाहीलाई इक्यानले एउटा इन्स्टिट्युसनल कन्सर्न र लिगल सेन्सिटिभिटीका साथ चाहिँ ग्रहण गर्छ। त्यो भनेको के हो भने सन्तोष सरको यो सम्मानजनक उपस्थितिमा हामी भन्न चाहन्छौँ, नेपाल प्रहरीले गरेको यो अपरेसनलाई संस्थागत सम्मान प्रकट गर्न हामीले अघि नै प्रकट गरिसकेका छौँ। तर यसको ल इन्फोर्समेन्ट म्यान्डेटमा चाहिँ कता न कता यो अनियमितता नियन्त्रण गर्दा त्यसको वैधानिक प्रक्रिया के हो यसप्रति तपाईँले अहिले बोल्ने क्रममा हामी केही क्ल्यारिटीहरू पनि चाहन्छौँ। त्यसमा पहिलो क्ल्यारिटी, यो अपरेसन कुन
लिगल बेसिसमा र यसका कम्प्लाइन्ट मेकानिजमहरू के भए, इन्भेस्टिगेसन इनपुट्सका आधारहरूमा कसरी बढाइयो र यसको ट्रान्सपरेन्सीमा इन्स्टिट्युसनल क्ल्यारिटी कस्तो खालको हो भन्ने कुरामा हामी भोलिको दिनमा फ्युचर एउटा कम्प्लाइन्समा बस्ने वातावरणमा हुन चाहन्छौँ र यसका प्रेडिक्टेबल र ट्रस्ट बेस्ड बनाउन तपाईँले हामीलाई कस्ता खालका सुझावहरू दिनुहुन्छ। दोस्रो, यो इन्फोर्समेन्ट प्रोसेसको स्कोपमा के स्पेसिफिक बेस्डमा एक्सन हो? फर इक्जाम्पल यसको सेक्टर वाइज अनगोइङ मोनिटरिङ स्ट्राटेजीमा तपाईँहरू फेरि जाँदै हुनुहुन्छ कि तपाईँहरू संस्थागत रूपमा हाम्रो प्रेजेन्सलाई रेस्पेक्ट नगरिकन, अर्थात् होइन तपाईँहरूमा पनि त्यस्तो खालको समस्याहरू देखा परेको छ भनिदिनुहुन्छ कि, अर्थात् यसमा एउटा बेग्लै खालको तपाईँ हामी मिलेर एउटा ट्रस्ट बेस्ड मेकानिजम क्रिएट गर्न सक्छौँ। त्यो पनि हाम्रो आजको तपाईँप्रतिको आग्रह हो। तेस्रो र सबैभन्दा संवेदनशील कुरा भनेको कस्ता खालका लिगली कम्प्लेनका कुराहरू, लाइसेन्सिङका कुराहरू र ट्याक्स पेइङका रेस्पोन्सिबल इन्स्टिट्युसन तथा यो अफेन्डर्सहरूको बिचमा इन्फोर्समेन्ट स्तरमै यो फरक कन्सल्टेन्सीहरू भन्ने बुझाइ हामीले खोजेका छौँ। र चौथो, जुन पर्सेप्सन, जेनरलाइज पर्सेप्सन गइरहेको छ, यसले गर्दाखेरि इन्टरनेसनल पार्टनर्स, एम्बेसी, युनिभर्सिटिज र विद्यार्थीहरूमा त एजुकेसन कन्सल्टेन्सीहरूप्रति त नेगेटिभ आयो। अहिले धेरै विद्यार्थीहरू अब कन्सल्टेन्सी तपाईँहरूको पनि छापा पर्या हो भन्दै हामीलाई नै सोध्ने स्थिति भयो भने यो ट्रस्ट कन्सर्न पैदा गर्ने जोखिम रहन्छ। यसलाई कसरी आगामी दिनमा ध्यान राखेर प्रहरी प्रशासन अगाडि बढ्दैछ? र ग्लोबल एकाडेमिक इङ्गेजमेन्टमा भोलिको दिनमा नेपाल सरकारले अथवा हामी जस्ता एजुकेसन इन्स्टिट्युसनहरूले भोलिको दिनमा विभिन्न एम्बेसीहरूमा जाँदाखेरि तपाईँहरूको रिपोर्ट कस्तो खालको हुने हो त्यो कुरालाई ध्यान दिनुपर्ने अवस्था रहन सक्छ। त्यसको संवेदनशीलतालाई ध्यान दिनुपर्ने हुनसक्छ भन्ने फेरि पनि जानकारी गराउन चाहन्छु। म किन पनि भन्दैछु भने वैधानिक व्यवसायहरू, हामी जस्ता वैधानिक जो लिगल चाहिँ एन्टरप्रेनरसिपहरू छौँ, यसलाई यो प्रोफेसनको इङ्गेजमेन्ट लामो छ, तर जुन ढङ्गबाट एउटा टेरर लाइक एउटा इन्भाइरोमेन्ट बनेको छ, यो एन्टरप्रेनरसिपमा यसले फियर साइकोलोजी चाहिँ ल्याएकै छ। त्यसकारण आज म आग्रह गर्न चाहन्छु शिक्षा मन्त्रालय र सन्तोष सर मार्फत कि हामीलाई संविधानले प्रदत्त कुरा दिएको छ, धारा 25ले गरिखाऊ तिमी व्यवसाय सञ्चालन गर्ने हक भनेर हामीलाई मौलिक हक अन्तर्गत दिएको कुरा हो। हामी त्यस अन्तर्गत बसेर व्यवसाय गरिरहेको इन्टिटी हो, हामी त्यो प्रोफेसन इङ्गेजमेन्ट छ हाम्रो। त्यसकारण यो उद्यमशील इकोसिस्टममा कुनै पनि तरिकाको डरको भरमा आधारित कुनै पनि एक्सनहरू न दिगो हुन्छ न प्रभावकारी हुन्छ। डर, हामीलाई डर छ। अहिले हामीले गल्ती गरेका छैनौँ तर डराइरहेका छौँ। त्यो किन भन्दाखेरि जुन ढङ्गबाट यसको प्रस्तुति भइरहेको छ। त्यसकारण हामी चाहन्छौँ सन्तोष सर र सेमन्त सरबाट यस्ता कुनै पनि कुराहरूमा एउटा जोइन्ट टास्क फोर्स क्रिएट गरियोस्। त्यसमा शिक्षा मन्त्रालय, नेपाल प्रहरी, प्रदेश सरकार सम्मिलित स्थायी संयुक्त कार्यदल गठन गरियोस्। यसको उद्देश्य यसलाई एकीकृत निर्णय र निगरानीमा राखियोस्। यो फेरि पनि दोहोऱ्याउन चाहन्छु, कुनै पनि क्राइममा इन्भल्भ भएका एजुकेसन कन्सल्टेन्सीहरूलाई जिरो टोलरेन्स भन्ने मान्यता हामीले राखिसकेका छौँ, तर हामी एउटा कम्युनिकेसन प्रणालीमा बस्न चाहन्छौँ। कुनै पनि समन्वय र अनुगमनको संरचनाहरू सिङ्गल कोअर्डिनेसन सिस्टमबाट अगाडि बढिनुपर्छ। हामीलाई थाहा हुनुपर्छ कुन अवस्थामा प्रहरीको या शिक्षा मन्त्रालयको कारबाही भइरहेको छ भन्ने खालको कुराहरू। हामी स्टेक होल्डर हौँ यो देशको। अर्को, युनिफाइड रेगुलेटरी स्ट्यान्डर्ड पनि क्रिएट गरौँ, एउटा मापदण्ड बनाऊँ। यहाँ इक्यान मात्र छैन, महासङ्घमा आबद्ध 8 संस्था छन्, तीभन्दा बाहिर बसेका एजुकेसन कन्सल्टेन्सीका एसोसिएसनहरू छन्। म प्राउडली उहाँहरूलाई पनि रिप्रेजेन्ट गर्न चाहन्छु, जो महासङ्घमा हुनुहुन्न, इक्यानमा हुनुहुन्न, अरू सङ्घ संस्थामा हुनुहुन्छ, तर किनभने यो प्रोफेसनको लामो व्यवसाय एउटा इम्प्याक्टफुल र एउटा डिग्निफाइड इमेज बनाउन उहाँहरूले खेलेको भूमिकाको लागि हामीले शैक्षिक परामर्श क्षेत्रको लागि एउटा स्पष्ट मापदण्ड लागू गरौँ। त्यसमा विज्ञापन आचार संहिता, इथिकल स्ट्यान्डर्डका कुराहरू, दर्ता अनुगमनका प्रणालीहरू त्यसमा राखौँ। यी सबै कुराहरू राखिसके पछाडि त्यस पछाडि प्रिभेन्टिभ रेगुलेटरी मोडलमा पनि हामीले काम गरौँ। कसरी गर्न सकिन्छ, धेरै जस्तो प्राप्त भइरहेको कारबाही गर्ने भनेको केही आयो अनि मात्र कारबाही गरौँ भनेर राज्यले भन्न पाउँदैन। राज्य हामी
हामी प्रोएक्टिभली इक्यानले काम गरेका छ। राजेश हमाललाई ल्याएर यो नगर्नुहोस् है भनेर भनिदिनु न भनेर CSR एक्टिभिटिजबाट हामीले काम गराएको छौँ। हामी चाहन्छौँ सन्तोष सरले तपाईँहरू लिगल कन्सल्टेन्सीबाट मात्र जानुहोस् है भनेर बोलिदिनु पर्ने हुन्छ। बरु त्यसलाई हामीले जनमानसमा कसरी चाहिँ फैलाउने हो, शिक्षा मन्त्रालयले त बोलिदिनु पर्ने हुन्छ। यो दायित्व एजुकेसन कन्सल्टेन्सीको मात्रै हो भन्ने तवरबाट जानु हुँदैन। अर्को स्टुडेन्ट प्रोटेक्सन मेकानिजममा हामीले काम गर्नुपर्ने हुन्छ। अल्टिमेटली विद्यार्थी र अभिभावकको हितको लागि ले प्रणाली विकास गर्ने कुराहरू, त्यसको लागि गुनासो व्यवस्थापन प्रणालीहरू, ट्रस्ट सिस्टम बलियो बनाऊ र सबैभन्दा मेजर कुरो भनेको चाहिँ संस्थागत प्रहरी र इक्यानको संवाद। हामीले यो इन्स्टिट्युसनल डायलोग मेकानिजममा क्रिएट गर्नुपर्ने हुन्छ। हामी चाहन्छौँ यो एडहकमै अहिले यतिखेर जे भइरहेको छ त्यसै अन्तर्गत अगाडि बढ्न सक्दैन। यो इभोल्युसन, यसको इभल्भ पिरियड भनेको एन्टरप्रेनरसिपको मात्र होइन, ग्लोबल एजुकेसनमा जेनजी र जेन अल्फासँग इङ्गेज हुने एउटा एन्टिटी हो। हामीले आफैलाई इभल्भ भएर त्यहाँ अगाडि बढाइरहेका छौँ। तर हाम्रा संरचनाहरू, हाम्रा प्रशासनिक निकायहरू त्यही पुरानो पुरातन ढङ्गबाट 19औँ शताब्दीबाट सोच्न पाइँदैन। यो हाम्रो स्पष्ट धारणा छ। हामी चाहन्छौँ हामी जुन ढङ्गबाट काम गरिरहेका छौँ त्यसलाई रेस्पेक्ट हुनुपर्छ। एउटा इन्स्टिट्युसनल हाम्रो बुझाइ त्यही नै छ। र फेरि पनि म दोहोऱ्याउन चाहन्छु, मैले अघि धेरैचोटि भने हामी चेन्ज मेकर हो, हामी यो चेन्ज एजेन्ट हो। म यसलाई प्रेस्टिजियस रूपमा राख्न चाहन्छु। आज नेपालबाट डायस्पोरा इङ्गेजमेन्टमा विश्वका विभिन्न सिलिकन भ्याली होस् या अन्य विभिन्न ठाउँहरूमा नेपालीहरूलाई हामीले पठाएका छौँ। ती ग्लोबल एसेट हुन्, ती लायबिलिटिज होइनन्। त्यसकारण हजारौँ विद्यार्थीहरू अमेरिका, क्यानाडा, अस्ट्रेलिया, UK, जापान, कोरिया जस्ता देशहरूमा अध्ययनका लागि प्रस्थान गरेका छन्। मैले 12खरीको एउटा न्युज हेर्दै थिएँ हिजै मात्र। हाल करिब 2,13,000 भन्दा बढी नेपाली विद्यार्थी अस्ट्रेलियामा छन्। यो मेरो कुरा होइन, 12खरीले भनेको छ। ती गएका व्यक्तिहरूको औसत वार्षिक आम्दानी करिब $77,000 पुगेको छ। 2,13,000 नेपालीको औसत वार्षिक आम्दानी $77,000 अमेरिकन डलर छ। यो देशको पर क्यापिटा इन्कम तपाईँ हामीलाई थाहा छ। भनेपछि यसको कन्ट्रिब्युटर हामी हो, एजुकेसन कन्सल्टेन्ट हो। द्याट्स वाइ यो प्रोफेसनलाई बुझिदिनुपर्छ। ह्युमन क्यापिटलको यो इन्टरनेसनल ट्रान्सफर्मेसनको कुरा मैले गरेँ। रेमिटेन्स र स्किल ट्रान्सफरका कुराहरू, ग्लोबल एक्सपोजरका कुराहरू, यसले कसरी इकोनोमीमा अगाडि बढाउँछ भन्ने कुराहरू थाहा छ। डाक्टर स्वर्णिम वाग्लेले पछिल्लो समयमा 100 बिलियनको एस्पिरेसन बोकेर इकोनोमीलाई अगाडि बढाउँछु, GDP अगाडि बढाउँछु, 3,000 पर क्यापिटा इन्कम बढाउँछु भन्ने खालको कुरामा निजी क्षेत्र र हाम्रो प्रेजेन्सलाई तपाईहरूले नेगेटिभली पोर्ट्रेट गर्न पाउनुहुन्न। मैले राज्यलाई भनिरहेको छु, पाइँदैन। द्याट्स वाइ यो प्रक्रियाहरू धेरै छन्। र मिडियासँग पनि हामी इक्यान स्पष्ट रूपमा आग्रह गर्न चाहन्छ। एजुकेसन कन्सल्टेन्सी क्षेत्रलाई सेन्सेसनलाइज्ड वा जेनरलाइज्ड ढङ्गबाट प्रस्तुत नगरियोस्। शैक्षिक परामर्श क्षेत्र विशुद्ध व्यापार मात्र होइन, यो विद्यार्थीहरूको भविष्य, एस्पिरेसनसँग, सपनासँग, परिवारको लगानी र देशकै इन्टरनेसनल एकाडेमिक रेपुटेसनसँग जोडिएको संवेदनशील इकोसिस्टम हो। आजको यो इन्टरेक्टिभ सेसनबाट हाम्रो एक्सपेक्टेसन क्लियर छ। तथ्यमा आधारित बुझाइ हुनुपर्छ, ब्यालेन्स्ड रिपोर्टिङ र जिम्मेवार मिडिया प्र्याक्टिस हुनुपर्छ। यसले मात्र एउटा तपाईँ हाम्रो लक्ष्य प्राप्ति हुन्छ। खास गरी मिडिया, हाम्रा पोलिसी डायलोगहरूमा, हाम्रा फोरमहरूमा तपाईँहरूको अझ बढी हामीसँग इन्ट्र्याक्ट हुनुहोस् भन्ने हाम्रो यो आग्रह हो। आज म फेरि पनि यसलाई टुङ्गाउन चाहन्छु। अन्तिममा सम्पूर्ण उपस्थितहरूमा, महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विशेष रूपमा SSB सन्तोष खड्का सर, सेमन्त सर लगायत सम्पूर्ण सरकारवाला निकायहरूको उपस्थिति र चासो हाम्रो लागि एकदम पोजिटिभ छ। उहाँहरूलाई धन्यवाद, सम्पूर्ण तपाईँलाई धन्यवाद दिन चाहन्छु। किनभने म सन्तोष सरको हकमा लामो समयदेखि इक्यानलाई बुझेको व्यक्ति हो। र साथीहरू, अन्तिममा भन्नै पर्ने हुन्छ, यो अहिलेको प्रोसेसलाई यदि जो कोही पुलिस इन्फोर्समेन्टबाट यसलाई नेभिगेट गरेर लिएर जाँदाखेरि यसको परिणति, यसको टेक अवे अझ डिजास्टर हुन सक्थ्यो। सन्तोष सर, उहाँले इक्यानलाई बुझ्नु भएको छ। तपाईँहरूमध्येले धेरैलाई यो ठाउँमा थाहा नहुन सक्छ। लामो समयदेखि हामीसँग हुनुहुन्छ। उहाँले बारम्बार कम्युनिकेसनमा बसेर हामीलाई के हो यो सही हो र कतिसम्म भने पनि एउटा इन्फर्मल कुरा गरौँ,
यो प्रोफेसन बुझेको इक्यानको लिगल कन्सल्टेन्ट तपाईँहरूले पठाइदिनुहोस् त यो विषयमा के हुनसक्छ भनेर समेत आग्रह गरेर यसको डिस्प्युट र यसको इमेजमा हाम्रो प्रेजेन्सलाई रेस्पेक्ट गरिदिनु भएको छ। तर चासो के हो भने गलत गर्ने काम गर्नेहरूको भिडमा गलत प्रक्रियामा एजुकेसन कन्सल्टेन्सीहरू दण्डनीय हुनुपर्छ। त्यो अपरेसन रोकिनु हुँदैन। कन्सल्टेन्सी जसले गलत गरेका छन्, विद्यार्थी र अभिभावकहरूलाई प्रताडित बनाएका छन्, उनीहरूको हकमा दण्डनीय हुनुपर्छ। हाम्रो माग एउटै छ, त्यो सबै गलत देखाउने प्रक्रियामा हामी राम्रा काम गर्नेहरू समेत एउटै बास्केटमा राख्नु हुँदैन। हामीलाई स्टेटले एक्नोलेज गर्ने सवालमा अन्याय गरेको छ, यो रियालिटी हो। तर तपाईहरु त बुझेको मान्छे, एजुकेसन कन्सल्टेन्सीको मर्म, यसको इथोज र भ्यालुजलाई बुझ्नु भएको छ। तपाईहरुबाट आगामी दिनमा अझ बढी पोजिटिभली एंगेजमेन्ट होस् भन्ने आग्रह हो। र आजको यो इन्टरेक्टिभ सेसनमा तपाईसँग सोधेका कुराहरू र इक्यानले चाल्नुपर्ने कदमहरू अझ शिक्षा मन्त्रालयको एस्पेक्टमा सेमन्त सर र नेपाल प्रहरी प्रशासनबाट राज्यको निकायबाट सन्तोष सर हुनुहुन्छ। उहाँहरूलाई पुनः विशेष धन्यवाद दिँदै म मेरा भनाइहरू टोकाउँछु। जय नेपाल।